यो लगिदिनु पर्ने लगिदिनु मै जानु ए लोकेसन त माथिको रहेछ त एको टुपेक जुनिखेल भनेर आउँथ्यो कता माथि पिक पोइन्ट स्कुल यही दिएपछि यही आउँछ भन्नु कि ए बस्नु भयो म त झन्डै माथि फर्केको खास मलाई बल्खु जानुपर्ने हो होइन हजुर तपाईँको अब 4 बजीसम्म गएर अनि तपाईँलाई जान मिल्छ त्यसरी हुन्छ हजुर हुन्छ एउटा चाहिँ किन्नुपर्ने भयो ए हुन्छ हुन्छ है बल्खु चाहिँ किन नि हजुर बल्खु चाहिँ किन नि अब यो सामान दिएन अनि अब सामान लिएर आउनु पनि छ के ए अनि चाबेल चाहिँ चाबेल मसरुम किन्नुपर्ने भयो ए चाबेल गएर चाहिँ मसरुम किन्ने अनि त्यहाँबाट जाने अब यहाँ तपाईँलाई यस्तो गर्नु न त त्यो मसरुम काउन्टरमा मात्रै छैन होला चाबेलमा पाउँछ कि अन्त पाउँदैन ए उता उसमा पाउँदैन रुट तपाईँलाई थाहा छ कताबाट पाउँछ कहाँ ए पाउँछ त्यो अहिले कृष्णमा गोपीकृष्ण नजिक अहिले तरकारी बजार खोला छ नि ठुलो हजुर, हो त्यहाँनिर पाउँदैन अस्ति नै जाँदाखेरि सकेको पराइदियो कि अँ त्यो अब तपाईँलाई टाइम चाहिँ रोकिदिनुहुन्छ भन्ने चाहिँ मलाई हुन्छ जता सजिलो हुन्छ त्यति गरिदिन्छु त हुन्छ त्यहाँ हेरौँ त्यहाँ छैन भने अनि तल जाउँला नि त नभए तपाईँले जहाँ भन्नुहुन्छ त्यहीँ जान्छु म त जाम चाहिँ कहाँ ल भन्नु ए गोपीकृष्णमै हुन्छ गोपीकृष्ण नि त्यस्तै हो जहाँ जाँदा नि त्यस्तै त होला धुम्बा राई भन्नुभयो होइन त्यहाँबाट सिधा बल्खु जाने हो नि त हामी धुम्बा राईमा चाहिँ पाउँदैन धुम्बा राईमा जाने हो त धुम्बा राई यहीँबाट जाउँ कस्तो घाम लाग्यो हो आज त छ्या कता तपाईँ त्यहीँ बस्नुहुन्छ तपाईँको बसाइ त्यतै हो ए हो र त्यही त तपाईँलाई कहिले देख्दिनँ भन्छु क्या ए त्यहाँनिर वैशाखमा ए डल्ले चिया भने त्यो गोलो गोलोवाला ए तराईतिर पाउँदैन त्यस्तो ए ए टन्नै चाहिने होला टन्नै चाहिने होला ए पठाएको बेला टन्नै पठाउनु नि 2-3 किलो त्यो पनि हो अँ 2 छाक तराईतिर आफन्तहरू बस्नुहुन्छ कि क्या तराईतिर आफन्तहरू बस्नुहुन्छ कि हो र तराई कुन ठाउँ प्रायः थाहा छ भन्नु मेरो त्यही हो माथि चुनिखेल अँ म गएको छु के म तराईतिर धेरै ठाउँमा गएको छु ठ्याक्कै भन्नु त तपाईँ कहाँनिर भन्नु विराटनगर गएको छु इलामतिर चाहिँ गएको छैन विराटनगरतिर चाहिँ गएको छु निजगढ
हेटौडा चाहिँ गएको छु नि म जानु भएको छ अँ एउटा हो खासमा चाहिँ उम्, तर अहिले सामान आउने चाहिँ पठाउने र आउने चाहिँ निजगढबाट हो ए फेरि त्यो हेटौडातिर जाने गाडी बसहरू त त्यहीँ तल बल्खुसम्म मात्रै आउने रहेछ है हो बसहरू चाहिँ यस्तो ठुल्ठुलो बस चाहिँ तपाईँको नारायणघाटको मुनिको बाटो हिँड्छ उता फलङ्गीबाट अँ प्रायः सुमोमा हिँड्छौँ हामी चाहिँ सुमो चाहिँ बल्खीबाट लाग्छ बल्खुबाट जान्छ म नि सुमोमै गएको थिएँ सामान चाहिँ आइपुगिसक्यो अरे त्यो 12 साढे 12 बजी आउँछ भनिदियो गाडी आइहाल्यो तर कि तपाईँ चाहिँ हुन्थ्यो है अँ सजिलो हुन्थ्यो तपाईँलाई नि सजिलो मलाई नि सजिलो तपाईँलाई फेरि धेरै कुद्न मिल्दैन होला है गाडी आइहाल्यो भने सामान लिएर गइहाल्ने हो खासमा अँ गाडी गएर पनि कहिले काहीँ चाहिँ कुद्नु पर्ने हुन्छ नि अँ त्यो भयो भने चाहिँ गाह्रो हुन्छ फोन गर्ने टाइम लाग्ला जस्तो भयो भने म निस्किन्छु नजिक भयो भने कुर्दिउँला नि कहाँ हामी सुकेधारा निस्केर जाने धारा अँ हुन्छ कि कता कि यहाँबाट भित्र जाऊँ छ ऊ त्यहाँबाट अँ ढुम्बारै निस् त्यो बाटो मलाई थाहा छ सधैँ हिजो भए पनि बाटो त यस्तै हो काठमाडौँको बल्खु चाहिँ हामी कहाँबाट जाँदा सजिलो हुन्छ बल्खु अँ बल्खु त तपाईँको यता हामी हिँड्दाखेरि तपाईँको खोलाको बाटो हिँडेर अँ थाप्लोटी निस्केर जाने थियो थापाथली निस्केर अब अस्ति नै एकचोटि पठाउनु एउटा पठाउने र भित्रको बाटो लिएर आएर कता कताबाट लिएर आयो मलाई हो र चक्रपथबाट अँ चक्रपथबाट पनि यता कता निकालेर लगेर दिन्छु नि जाने हुँदैन मलाई त खालि हामीलाई चक्रपथबाट पनि जान त मिल्छ तर जाम पर्छ कि भन्ने सोचाइ हो मेरो चाहिँ कताबाट त्यो चक्रपथबाट तल त्यता चाहिँ जाम पर्ला टिचिङ हुँदै गयो भने जाम पर्दैन त टिचिङ हुँदै गयो भने पर्छ होला है शनिबार हो जाम पनि नपर्ला नभए त्यहीँबाट जाउँ न त त्यहाँ जाऊँ त्यहाँबाट उसमा निस्कौँ त्यो के भन्छ 16 खुट्या अनि त्यहाँबाट त खोलाको बाटो हिँड्दा नि हुन्छ त्यो जस्तै हामीले राइड बुक गर्दाखेरि छ नि त्यो माथिको जुन हामी बसिरहेको लोकेसन चाहिँ आफै दिन्छ क्या हामीले सर्च गर्नै पर्दैन त्यहाँ आफै दिन्छ क्या हामी बसिरहेको ठाउँ नै दिन्छ त्यहाँ लेख्नु पर्दैन हामी जाने ठाउँमा मात्र लेख्ने हो क्या त्यसरी गऱ्यो भने हामी बसेको ठ्याक्कै अफ पनि भनेर आयो टु पनि भनेर आयो कि अनि त्यही भएर ए फेरि गर्दाखेरि लाइन गइदियो अँ अनि टाटाबाट गर्दाखेरि फेरि हट्यो अनि सुनिकेल मार्ग भनेर हाने ए त्यति चढ्नु पर्दैन पठाउमा अनि छैन हुन्छ त्यो त हो अब काहीँ जानु पऱ्यो भने कतै बुढोले लिएर गइहाल्छ अँ यस्तै जहिले आफूलाई बनाएर नि आफत पर्छ नि आज चाहिँ बुढो विदेश बिजी हुनुहुन्थ्यो कि हजुर आज चाहिँ हजुरको बुढो बिजी हुनुहुन्थ्यो कि ऊ त अफिस जानु भएको छ ए तालिम छ हजुर अनि आज बिहानै अफिस जानु तालिममा जानु भयो त्यही भएर तपाईँ त बुढो भयो भने सजिलो हुन्छ सजिलै हुन्थ्यो है ल नभए यहाँ पाएन भने बल्खु हामी कालीमाटी हुँदै जाने हो त्यहाँनिर हो र म राइड कम्प्लिट गरिदिउँ त होइन अब यहाँबाट बल्खु जाने रे भने राइड कम्प्लिट गरिदिउँ न त देखा एक ख्वाब तू सिलसिले हुए पायो छैन रहेछ भन्ने एउटामा पाएँ
कहाँले झुन्डाइदिएँ मैले झुन्डाउने ठाउँमा रहेन चाहिँ म बोक्छु ए ल धन्न नदिने भन्दै थियो क्या होइन सकिसकेको रहेछ ए भन्नाले डल्ले च्याउने त त्यो अलिक कमै आएरै बजारमा छैन कि अँ अनि पत्ते नै पत्ते च्याउ रहेछ दण्ड पाउन चाहिँ बाटो पाएको रहेछ अनि घरमा फोन गरेँ अनि फर्किँदाखेरि दाजु यो बाटोमा रहेछ क्या राम्रो रहेछ अँ कति रहेछ अहिले केजीको 450 रुपियाँ केजी त्यत्रो महँगो हुन्छ नि आमा सबको पाउँदो हुन्छ होला 300 350 अहिले अलिक महँगै भयो होला ए खै गर्मी देखा एक ख्वाब तू सिलसिले हुए म त पाएन होला घुमे खोजे गरिरह होला अन्त नि हजुर मैले त तपाईँले पाउनु भएन होला अनि खोजे गरिरह होला अन्त नि के त्यहाँ ल्याउने ठाउँ 2-3वटा पसल अँ 2-3वटा पसलमा पत्ते च्याउ मात्रै रहेछ अनि सोधेको त दाइलाई जहिले लाने गरेको दाइलाई सोधेको बजारमा त डल्ले च्याउनै छैन अनि वरिपरि हेर्नु सबै पत्ते च्याउ मात्रै देख्छु अन्त थाहा पनि एकदिन अनि दाइले यता फर्किन लाग्यो नि एकजना यता घुमेर आउँदै ए तेल बढेको छ त्यत्रो रेट बढाएको होइन त्यो माथि घटाएर रिक्वेस्ट गर्छ प्यासेन्जरले लास्ट गाह्रो पहिला त राम्रै हो अरे अहिले चाहिँ गाह्रो छ भन्छन् यसो पार्ट टाइम मात्र हुन्छ कि बिदाको दिन अनि त्यसपछि बिहान बेलुका बिहान बेलुका टाइमहरू पारेर त्यतिखेर मात्र हुने रहेछ क्या खाली बस्नेहरू केही नपढ्ने स्टुडेन्ट होला मात्र तपाईँ चाहिँ के गर्नुहुन्छ म त इन्सुरेन्सको काम गर्छु ए कता हो अफिस चाहिँ कता हो हजुर अफिस चाहिँ कता हो अफिस त हनुमान थान हजुर कहाँ हो यो भनेको अनामनगर थाहा छ अनामनगर थाहा छ बबर महल थाहा छ त्यो चाहिँ हो हनुमान थान भनेको त्यो भालभट्टीनिर के ए अनामनगर भालभट्टीनिर बिचमा एउटा हनुमानको मन्दिर छ नि अँ त्यही हो ए त्यहाँनिर हनुमान थान भन्छ हो त्यसलाई हनुमान थान भन्छ सिडिओ कार्यालय देख्नु भएको छ मन्त्रालय अँ त्यही हो साइडमै हो आज चाहिँ बिदा शनिबार होइन हजुर आज शनिबार बिदा आज भोलि आज र भोलि ऊ त्यहाँनिर होइन ए ठिकै छ हजुर ऊ यता होइन र ए कसरी जाने त हामी उता फर्केर जाने सामान आएको छ भन्ने नआएको बिर्दो जस्तो कतिखेर आइपुग्छ कतिखेर आइपुग्छ तिमीले भनेको कतापट्टि पर्छ कति टाइम लाग्छ त्यहाँबाट आइपुग्न कति 15 मिनट लाग्छ आउनु बेला भइसक्यो होला के गर्नु खोइ तपाईँलाई के सजिलो लाग्छ यसरी सोधौँ फोन गरेर हुन्छ यो रोक्न दिँदैन यो तल यतातिर रोक्नु नि त नभए थोरै